नरु न नानी, के गरौँ म? तिमीलाई खुवाउने दुधै आउँदैन। खै के गरौँ र, आमाले केही खान पाएको भए पो दुध आउँथ्यो। यहाँ त खानेकुरा पनि केही छैन। आमा, मलाई भोक लाग्यो। अब के खुवाउनु? केही पनि छैन बाबु। कहाँबाट कमाउ र? खै केही छैन हातमा। खै यो पालिको चाडबाड भनौँ पनि यस्तै छ। खेत पनि बाँझै छ। अब आशा यही पानी पर्छ कि भन्ने हो। खै ए साइला पनि पाएछ। ए साइला, साइला यता आउन हौ, गफ गरौँ। दाजु, खै के गर्नु, गाईको बिजोग छ, घाँस पनि काटेको छैन को। हरि बिजोग को भयो? ए अनि साइली चाहिँ कता नि? खै बिरामी मात्र हुन्छ, घरमा खानेकुरा एउटा छैन। के गर्ने होइन, के सारुवा निकाल्लाएको नि गाउँमा। ल बस् न त एकछिन। पहिले पञ्चायत सुरु हुँदा सबैले भन्थे गरिबलाई भलाइ हुन्छ अरे, तर खै त। त्यही त, आज त छकटार नै पो गाह्रो भयो। यो व्यवस्था त गरिबका लागि होइन रहेछ हौ दाजु। होइन हौ दाइ, तल्लो घरको पृथ्वबहादुरको छोरा त मरेछ अरे। पुरै रुवावासी चलिरहेछ त। के कसरी? कोइला खानी गएको थियो 5 महिना अघि। कोइलाले थिचेर आज बिहान खबर आएछ। ला हो र, म हिजो त्यहाँ गएकी थिएँ। चामल थिएन, नुन पनि थिएन। मैले 1 महिना चामल, अलिकति नुन दिएँ। बिचारी बुढी आमा भन्दै थिइन्, मेरो ऋण धेरै छ, छोरा फर्केपछि तिर्छु। खै अब त सबै सकियो। आमा बाबा त धेरै वृद्ध छन्। एउटा भाको बुढेसकालको लाठी पनि भाँचिगयो। अब सहारा पो कसले देला नि? धनीको सन्तान सुखर बितेस, गरिबको सन्तान भोक भोकै मर्दै। अनि यस्तो न्याय कस्तो हो? यो व्यवस्था ठिक छैन। अब आवाज उठाउँ, नत्र हाम्रो सन्तानले हामीलाई कार्नेछन्। हो गाउँ गाउँबाट उठ्नुपर्छ। अब परिवर्तन चाहिन्छ। हाम्रो माग ठुलो छैन, भोग लागेको बेला पेट भरियोस् बस। राजा कहाँ हाम्रो कुरा पुग्ला र? राजा त दयालु छन् रे, उहाँले सुनिदिनु भयो भने त केही त होला नि है। भोगबाट क्रान्तिको आवाज निस्कियो। गाउँ गाउँमा एउटै स्वर गुन्जियो, हाम्रो आवाज काठमाडौँसम्म पुगोस्। केही दिनसम्म छिन्ताङमा यही कुरा चलिरह्यो। 1 कान 2 कान हुँदै त्यो स्वर मैदानभर फैलियो र अन्ततः त्यो आवाज साँच्चै काठमाडौँ पुग्यो। गाउँलेहरू खुसी थिए, अब त हाम्रो कुरा सुन्ने भयो, हाम्रो दुःख बुझ्ने भयो भनेर। तर विडम्बना, त्यो सपना धेरै बेर टिकेन। केही दिनभित्रै प्रहरी र प्रशासनको टोली गाउँमा आइपुग्यो। अनि त्यो बाहिर निस्कि, बाहिर निस्कि, सबैजना बाहिर निस्कि, लाइन ल। भोलि पढाइको अन्तिम परीक्षा छ। म पास भयो भने आमा र बुवा खुसी हुनेछन्। बुवाले भन्नुभएको थियो, त पढ छोरा, हामी त खेत जोत्न सक्छौँ। आमाले पनि भनेकी थिइन्, एक दिन हाम्रो घरमा पनि रेडियो बस्नेछ।
देश हो। म पढ्छु, ठुलो मान्छे बन्छु, यसैलाई राम्रो बनाउँछु। चौध वर्षको बालक, हातमा किताब थियो, बन्दुक होइन। उसका सपना विद्यालयको घन्टी थियो, बन्दुकको गर्जन होइन। उसको अपराध पढ्ने चाहना, तर शासनले त्यस चाहनालाई गोलीसँगै च्याप्यो। त्यो गोलीले केवल एउटा बालक मारेन, त्यो गोलीले भविष्यको एक किताब च्यात्यो। त्यो गोलीले देशको बोली मारेको, त्यो गोलीले देशको बोली मारेको। किताब रगतमा भिजेको छ, तर तिम्रो अक्षर अझै तातो छ। बाबु उठ न, यसरी मलाई नछोड न बाबु। छोरा, कस्तो देश हो यो, जहाँ किताब बोकेको बच्चा पनि राज्यको दुश्मन ठहरिन्छ। 14 वर्षीय बालक, हातमा किताब थियो, बन्दुक होइन। आमाको खाक रित्तो भयो, तर उसको सपना यो देशको आकाशमा बाँचिरहेछ। मेरो पेटमा अर्को जीवन पलाउँदैछ। के त्यो जीवन पनि तपाईहरूको गोलीले मार्ने हो? मेरो के दोष हो? म केवल एक आमा हो, भविष्य जन्माउने आमा। तर तपाईहरू त मृत्यु। श्रीमाया राई, हाङ्खीमा साइले, गर्भमै भविष्य बोकेकी आमा, जसले मृत्यु साटेर जीवनको बिउ रोपिन्। उहाँको सास बन्द भयो, तर उहाँको मातृत्व अमर रह्यो। 3-4 दिनभित्रै 16 निर्दोष प्राण, एउटी आमा, एक विद्यार्थी, एक गर्भवती महिला र 14-15 किसान सबै माटोमा ढले। गाउँ स्तब्ध, घर घरमा सुख आवाज अनि करुणाले भरिएको सबै गाउँघर। मेरो 14 वर्ष छोराको के दोष? म गर्भवती आमाको के दोष? किन यति सानो अत्याचार? किन हाम्रो माटो रगतले भिजाइयो? आज दमन भएको 45 वर्ष पुरा भयो। 2046 मा पञ्चायती शासन ढल्यो, बहुदलीय प्रजातन्त्र आयो। 2063 मा राजाविहीन गणतन्त्रको घोषणा भयो। तर छिन्ताङ कहानी उस्तै, पीडा उस्तै। 2046 सालमा शहीद पार्क घोषणा भयो। 10-10 लाख क्षतिपूर्ति प्रति परिवार प्रतिबद्धता गरियो। तर पैसा कहिल्यै आएन, परिवर्तन कहिल्यै देखिएन। भोक मेटिएन, पलायन रोकिएन, भ्रष्टाचार रोकिने नाम छैन। बरु सबै झन् जटिल। छिन्ताङले चाहेको सपना सानो मात्र थियो, सत्य, न्याय, भोकमरीको अन्त्य, पढ्न पाउने अधिकार, रोजगारीको आशा। तर आज पनि शहीद परिवारहरूको पीडा छाती चिर्ने घाउ झै जीवित छ। यो इतिहासको घाउ मात्र सम्झना होइन, प्रतिज्ञा हो।
यो रगतले लेखिएको कथा अब परिवर्तनको बिउ बन्नुपर्छ। आगामी दृश्यहरूमा हामी खोज्नेछौँ त्यो बाटो जहाँ छिन्ताङका सपना नयाँ पुस्ताको श्वासमा बाँच्नेछ। अब हामी फर्किँदैछौँ देशको एउटा रक्तरञ्जित अध्यायतिर, माओवादी जनयुद्धको समयतिर। विक्रम सम्वत 2052देखि 2062सम्म चलेको यो युद्धले परिवर्तनको आशा बोकेको थियो। गरिब, उत्पीडित र उपेक्षितका लागि समानता र न्याय। तर त्यो आशाको बाटो रगत र आँसुले भरियो। राज्यले माओवादी भनेर निर्दोषहरूलाई गोली हान्यो। माओवादीले सुराकी भन्दै आफ्नै गाउँका मान्छे मारिदिए। 17,000 भन्दा बढी ज्यान गयो, हजारौं परिवार टुटे, परिवर्तनको सपना अधुरो रह्यो र देशले शान्ति भन्दा बढी पीडा पायो। त्यो पीडाको सम्झनाबाट नाटकको दोस्रो अध्याय सुरु हुन्छ, माओवादी जनयुद्ध। देशमा भ्रष्टाचारले सीमा नाघिसकेको छ। कयौं शहीदहरू बलि चढे, तर परिवर्तन अझै आउन सकेको छैन। गरिबहरू भोकले ढल्छन्, पीडितहरू पीडामै बाँचिरहेका छन्। त्यो अन्ध्यारो बीच केही युवाहरूले सपना देखे, देशलाई उज्यालो पार्नुपर्छ परिवर्तन ल्याएर। यसर्थ जनयुद्धको नाउँमा सबै होमिए। त्यसै उज्यालोका लागि कसैले वृद्ध आमाको काग छोडे, कसैले वृद्ध बाबाको हात, कसैले पढाइ त कसैले प्रेम त्यागे। सबैको काँधमा एउटै जिम्मेवारी, परिवर्तन ल्याउनु छ। बाबु, राजेश, मेरो छोरा कहाँ जाँदैछौ? तिमी त भन्थ्यौ विदेश गएर पैसा कमाउँछु, घर बनाउँछु भनेर। त्यो सपना के भयो बाबु? आमा, म विदेश गएँ भने यो देश कहिले बन्छ र? विदेश गएर ल्याएको पैसाले हाम्रो घर त उज्यालो हुन सक्छ, तर म चाहन्छु सबैको घर उज्यालो होस् आमा। मेरो आमाको मात्र होइन, सबै आमाहरूको आँगन उज्यालो होस्। त्यसैले अब म पैसाको होइन, परिवर्तनको खोजीमा जाँदैछु। त्यो उज्यालोको लागि म आफ्नो जीवन पनि सुम्पन्छु आमा। छोरी, तिमी कहाँ गइरहेकी? पढ्नुपर्ने उमेरमा किन यस्तो बाटो हिँड्दैछौ छोरी? बाबा, अब पढाइको अक्षरले मात्र यो देश बन्दैन रहेछ। यहाँ अन्याय र भ्रष्टाचारले आकाश छोएको छ। त्यसैले म यो देशका लागि हिँडेकी हुँ। जीवनको माया भन्दा ठुलो देशको माया हो बाबा। परिवर्तनले सबै युवाको, सबै परिवारको भविष्य बनाउनेछ।
यसरी गाउँका छोराछोरीहरूले विदेशका भिजा पासपोर्ट थन्क्याए र देशकै मुटुमा भविष्य खोज्न निस्किए। उनीहरूले आफ्नो सुख होइन सबैको उज्यालो खोजे, विदेशको नोट होइन देशको इज्जत खोजे। र जब बन्दुक समाएर अगाडि बढे त्यो बन्दुक मृत्युका लागि थिएन, जीवनको पुनर्जन्मका लागि थियो, देशको परिवर्तनका लागि थियो। यो रेडियो नेपाल हो। गोपाल बस्नेतबाट समाचार सुन्नुहोस्। सेती अञ्चलको अछाम जिल्लाको सदरमुकाम मङ्गलसेनको सुरक्षार्थ तैनाथ सुरक्षा फौजको टोलीमाथि सशस्त्र माओवादी आत्मघातीहरूको ठूलो जथाले हिजो राति गरेको आक्रमणमा सुरक्षा फौजतर्फका 48 सैनिक जवानहरू तथा प्रहरी सुरक्षाकर्मीहरूतर्फ 49 जना समेत जम्मा 102 जनाको दुःखद निधन भएको छ। मृत्यु हुनेहरूमा राजेश नेपालीको पनि नाम जब रेडियोमा सुनिन्छ। राजेश, मेरो छोरा, तिमी भन्थ्यौ विदेश जाने, पैसा कमाउने, घर बनाउने। अब म एक्लै बुढी आमा, मेरो को छ त? तिमी र म मात्रै थियौ नि, घरमा अरू कोही छैन। म वृद्धको सहारा तिमी नै थियो। देश परिवर्तन गर्न जान्छु भनेर गयो, तर यस्तो कहिल्यै नफर्किने गरी अब कसले खुवाउँछ मलाई, कसले बोलाउँछ आमा भनेर? हे भगवान, मेरो आँखा अझै ढोका हेरिरहेका छन्, त फर्किन्छस् कि भनेर। तर आज थाहा भयो यो ढोका त सधैँको लागि बन्द भएको रहेछ। मेरो काख अब खाली भयो। मेरो हातमा त केवल तेरो सम्झनाको फोटो मात्र बाँकी छ बाबु। राजेश, म एक्लै वृद्ध आमालाई अब कसले खुवाउँछ, कसले बोलाउँछ आमा भनेर? को फागुनबाट उठेको त्यो आकाशे र्याली, रोल्पा रुकुम गोर्खा सिन्धुली काभ्रेमा बन्द भयो चर्को आगो। 17,000 भन्दा बढी प्राण बलि चढे, घरका छोराछोरी फर्केनन्, परिवार टुटे, आमा बुवाहरू चिर भयो, आँखामा अनन्त प्रश्न, खै परिवर्तन? हामीले आशा बोकेर छाडेका घर फर्किएनन्, नेताहरू माथि उठे, भ्रष्टाचार उही उल्लास हरायो, जनताको अवस्था झन बिग्रियो। हरेक बिहानले सोध्यो कहिले परिवर्तन? शहीदहरूको रगतले लेखी कथा, तर त्यो कथा अधुरो रह्यो। अनि उनीहरूको रुइरहेका आत्माहरूले खोजिरहेछन् त्यस्तो मान्छे जसले देशलाई माथि उचाल्छ, जसले अधुरो सपनालाई साकार पार्छ। छाडेर काम सारा एक काम रोजिरहेछु, यो देशमा म एउटा मानिस खोजिरहेछु। कहीँ बताए हे राष्ट्रका बटोही, रक्षा जन्मिए
तेस्रो अध्याय चेन्जी क्रान्ति। विक्रम सम्वत 2082 भदौ 18 देशभरका 26वटा सोसल मिडिया बन्द गरिए, आवाजहरू थामिए, अनुहारहरू अध्यारा परे। तर युवाहरूले भने आवाज बन्द हुनु हुँदैन। त्यो एकै वाक्यबाट सुरु भयो परिवर्तनको आँधी। सडकहरू भरिए न्याय र परिवर्तनका नाराले। देश राजनीतिक उथलपुथलमा थियो। सरकारहरू बन्ने र ढल्ने खेलमै देश थाकिसकेको थियो। जेनजी पुस्ताले माग गर्यो प्रत्यक्ष प्रणाली र शून्य भ्रष्टाचारको देश। तर उत्तरको सट्टा आयो गोली। भदौ 23 र 24 गते सडकहरू रगतले भिजे। पहिलो दिनमै 19 जनाले ज्यान गुमाए, हजारौं घाइते भए र आजसम्म 75 भन्दा बढी शहीद भइसकेका छन्। यी गोलीहरू शरीरमा मात्र लागेका थिएनन्, यी गोलीहरू लागेका थिए सपनामाथि, भविष्यमाथि, देशमाथि। अब घटनाको संक्षिप्त दृश्य विस्तारमा। टिकटकमा अहिले एउटा ट्रेन्ड चलिरहेको छ। एकातिर नेपाली नेताका छोराछोरी र नाति नातिनाहरूले कति आरामदायी जीवन बाँचिरहेका छन् भन्ने देखाउने, अनि अर्कोतिर आम नेपालीले कस्तो पीडादायी जीवन बाँचिरहेका छन् भन्ने तस्बिरहरू। आज हामी कुरा गर्दैछौँ नेपो किड्स ट्रेन्ड, जसले पिउने पानीदेखि विदेशको पढाइसम्म सबै कुरा भ्रष्टाचारले चलाएका छन्। सर्वोच्च अदालतको आदेश बमोजिम सामाजिक सञ्जाललाई जिम्मेवार तथा जवाबदेही बनाउन 7 दिनको म्याद दिई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणको लागि सार्वजनिक सूचना रूपमा आह्वान गर्ने। तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने पनि निर्णय गरेको छ। सरकारले फेसबुक, युट्युब सहित 26वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। त्यो भदौ 18 गतेको दिन एकै आदेशसँगै देश मौन बन्यो। मोबाइलका पर्दा अन्ध्यारा भए, कानमा स्वरहरू उठ्न थाले। यो त लोकतन्त्र होइन, तानाशाही हो। यो स्वतन्त्रता होइन, निरङ्कुशता हो। एक पुस्ताको स्वर आफ्नै देशमा बन्द गरियो। त्यो अन्ध्यारो केवल आकाशमा होइन, सबैको मुटुमा फैलियो। सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरुद्ध भोलि काठमाडौँको माइती घर सहित देशका विभिन्न भागमा एकसाथ जेएनजी पुस्ताले प्रदर्शन गर्ने घोषणा गरेका छन्। 2082 भदौ 23 गते घाँटीमा झण्डा भिरेर हातमा झण्डा समाएर युवाहरू उठ्यो। बिहानको पहिलो उज्यालो झैँ नेपालभर आगो झैँ फैलियो क्रान्तिको लहर। जेन्जीहरू सडकमा ओर्लिए, स्मार्टफोन हातमा, मनमा देश, राष्ट्रिय झण्डा, आँखामा आँसु र आकाशमा आशा। झापादेखि जुम्लासम्म, गाउँदेखि सहरसम्म युवाहरू सडकमा उत्रिए। युद्धका लागि होइन, परिवर्तनका लागि। हातमा किताब त तेरो कसले देखेन, त्यो मेरो काख खाली हो। छोरा त मरेको होइनस् छोरा, यो देशमा हस्दैछ तेरो रगतमा। र अचानक स्कुल ड्रेसमै 14 वर्षको एउटा बालक ढल्यो।
उसको हातमा किताब थियो, बन्दुक होइन। तर गोलीलाई त्यो थाहा थिएन, सपना बोकेका मुटुहरू पनि फुट्न सक्छन् भन्ने कुरा। ऊ हातमा केवल कापी र झोला बोकेर परिवर्तन चाहियो भन्दै नारा लगाइरहेको थियो। तर त्यही भिडमाथि दमन हुँदा गोली उसको छातीमा लाग्यो। त्यो दृश्यले छिन्ताङको निर्दोष शहीद बालकको सम्झना जगायो। 14 वर्षकै उमेरमा फेरि अर्को पुस्ता ढल्यो। संसद भवन जल्दैछ, सिंहदरबार जल्दैछ, मानिसहरू जेलबाट बाहिर निस्किँदैछन्। तर त्यो आगो केवल भावनाको होइन, यो दशकौँको पीडाको विस्फोट हो। यो भ्रष्ट नेताहरूलाई जवाफ हो, देशमा नयाँ परिवर्तनको चाहना हो। मरेर जान्छ हामी हजार हुन्छौँ। हामी मरेका होइनौँ, हामीले त सपना बुनिसकेका छौँ। यो माटोमा हाम्रो रगत मिसिएको छ, यो हावा हाम्रो श्वास बनेको छ। हाम्रो रगत कहिले खेर नजाओस्, हाम्रो आवाज कहिले नदबाइयोस्। हामी हेरिरहेकै छौँ, मरेका जस्ता देखिए पनि हाम्रो आत्मा वरिपरि घोतारिरहेकै छ। परिवर्तनको आशा लिँदै यो सपना अब पुरा गर्ने जिम्मा हाम्रा पछिल्ला युवाहरूको काखमा छ। हार मान्न हुन्न साथी, सपना मरेको छैन, अधुरो मात्र छ। हामीले पुरा गर्नै पर्छ। अहिले होइन भने कहिले? नेपाल उठ्नै पर्छ साथी, अब नेपाल उठ्नै पर्छ। छिन्ताङदेखि जनयुद्ध हुँदै जेनजीको आन्दोलनसम्म शहीदहरूको सपना अधुरो छ। अब हामीले पुरा गर्नै पर्छ। यसरी आगोको राग भित्रबाट नेपाल फेरि सास लिन्छ। नेताबाट होइन, युवाको मुटुको धड्कनबाट। अधुरो परिवर्तनको क्रान्ति अब मात्र सुरु भएको छ। जागलङ्ग चम्कहे नौजवान हो, आफ्नै ढङ्गले नयाँ रङ्गले देश सिङ्गार लायो। जागलङ्ग चम्कहे नौजवान हो, नौजवान हो, आफ्नै ढङ्गले नयाँ रङ्गले
छ। निर्दोष शहीदहरूले आज पनि सोधिरहेका छन्, कहिले आउँछ परिवर्तन? त्यो दिन गरिबहरूले सपना देखेका थिए खान पाउने, बालकहरूले सपना देखेका थिए पढ्न पाउने, तर त्यो सपना गोलीको आवाजसँगै च्यातियो र त्यो आवाज आज पनि पहाडका ढुङ्गाहरूमा टकराएर भन्छ, हामी निर्दोष थियौँ, तर किन हामीलाई मृत्यु दियो, किन हामीलाई मृत्यु दियो? देश भ्रष्टाचार मुक्त आमूल परिवर्तनको सपनाले हजारौं युवाहरूको मुटु थपिदियो। नेताहरूको आश्वासनले आँसु थपियो। वृद्ध आमा बाबालाई अन्तिम बेला केही मिठो खुवाइदियो, आफ्नो भविष्य अलिकति भए पनि बनाऊ भन्ने चाहनामा खाडी जाने तयारीमा भएका कैयौंले भिसा लागेको पासपोर्ट घरमै फ्याँके र जंगल पसे बन्दुक बोकेर। भिसाका खर्च, ऋणका पीडा र वर्षौंको परदेश योजना एकै क्षणमा त्याग्यो। नयाँ नेपालको नाममा आश्रित आमा बाबाको आशा टुटाउँदै युवाहरू परिवर्तनको आशा र दृढ विश्वासका साथ युद्धमा होमिए। युद्ध बढ्दै जाँदा नसोचेको घाउ बने, रगतले माटो भिज्यो। पुलिस सेना मरे नेपाली नै, माओवादी मरे नेपाली नै, जो जति ढले सबै नेपाली नै ढले। यति बलिदानपछि माओवादी जनयुद्धका अग्रज नेताहरू भने सत्तामा चढे। शहीद र घाइतेलाई बिर्सिए, सर्वहारा भन्ने झण्डा मुनि महल उभिए। धन थुप्रियो तर घाइतेको जीवन झन् नाजुक, शहीदका परिवार अझै बेवास्ता। त्यसैले आज पनि एउटै स्वर गुन्जिन्छ, परिवर्तनको नाममा हामी मर्यौं र मारियो, तर खै परिवर्तन? उही दिनमा फ्याँकिएका पासपोर्टहरू आज फेरि उठाइँदैछन्। नयाँ भिजा टाँसी परदेशतिर उड्ने लाइनमा उही युवाहरू उभिएका छन्, किनकि सोचेको परिवर्तन आएन। कसैको सपना टुट्यो, कसैको जीवन टुट्यो, घाइते बने, तर परिवर्तन अझै अधुरै छ। शहीदका आमाहरू अझै ढोकामा कुर्दैछन् र सोच्छन्, मेरो छोराको रगतले लेखिएको इतिहास कहाँ गयो? जेन्जी आन्दोलनले फेरि एकपटक देश हल्लायो। धेरै शहीद बने, निर्दोषहरू ढले, रगत फेरि सडकमा बग्यो। तर यसपटक हातमा बन्दुक थिएन, हातमा थियो आशा र साहस। यो आन्दोलन कसैको आदेशमा होइन, कसैको नेतृत्वमा होइन, स्वस्फूर्त चेतनाबाट उठेको जागरण थियो। तर आज यही आन्दोलनको नाममा टुक्रा टुक्रा नेतृत्वहरू, दर्जनौं टोलीहरू उभिँदैछन्। यो ठुलो विडम्बना हो। यस्तो नहोस्, किनकि यो आन्दोलन विभाजनको लागि होइन, एकताका लागि थियो, परिवर्तनको लागि थियो। अन्ततः सरकार ढल्यो, अन्तरिम शासन बनेको छ, तर वास्तविक परिवर्तन अझै टाढा छ। शासन प्रणालीको ठोस रूप अझै निर्णयमै अड्किएको छ, सङ्घर्ष अझै बाँकी छ, देश अझै संवेदनशील मोडमा उभिएको छ। चिन्तानदेखि जनयुद्धसम्म हजारौं निर्दोषको रगत बग्यो, शहीदहरू ढले, तर समस्या भने जिउका जिउ रह्यो। कहिले काहीँ डर लाग्छ, जेन्जी आन्दोलनपछि पनि के फेरि परिवर्तन टाढाको कुरा मात्रै बन्ने हो, के फेरि त्यो इतिहास दोहोरिने हो? तर यसपटक हामीले गल्ती दोहोर्याउने छैनौँ। यो पटक रगतको मूल्य र शहीदहरूको सपना साकार पार्नेछौँ, किनभने यही हो नयाँ पुस्ताको प्रण र यही हो देशको अन्तिम प्रतिज्ञा। Conclusion, the voice of Gen Z. Remember who we are. Until and unless we come together as the whole, we cannot progress. This motherland does not belong to one generation. It belongs to all. Gen Z, Gen Y, Gen X, Gen Alpha, and generation yet unborn. Our movement is the heartbeat of every Nepali. Let us speak one language, unity. Remember our power. No division, only unison. We are just one. For the nation walking the path of martyrs, we are ready to give everything. Our vow, we unite. Our mission, we transform. Transformation for the mission, for the people, for the future. Remember the principle. When we unite, we stand. When we divide, we fall.
From the summit of Sagarmatha to the banks of Kosi, Gandaki and Karnali, may our unity flow like our rivers, strong, pure and unstoppable for Parivartan. तीन युगका तीन आवाज, छिन्ताङको चित्कार, जनयुद्धको बलिदान र जेन्जीको जागरण अब एउटै मार्गमा मिसिँदैछन्। त्यो मार्गमा आँसु पनि छ, रगत पनि छ, तर अहिले आशा पनि छ, किनकि परिवर्तन अब कसैको भाषण होइन, हाम्रो जीवनको प्रतिज्ञा हो। त्यसैले अब हामी एक हुनेछौँ, देशमा परिवर्तन ल्याएरै छाड्नेछौँ। भ्रष्टाचार शून्य हुनेछ, शहीदहरूको रगतको प्रतिफल अब फल्नेछ। देशले यो पल्ट साँच्चैकै शान्तिको श्वास फेर्नेछ। सगरमाथाको देश गर्वले उभिनेछ। बुद्धको देश शान्तिको सन्देश छाड्नेछ। यसर्थ आमा बाबा दाजुभाइ दिदीबहिनी कोही पनि नछुटी हामी सबै एक हौँ, किनकि साँचो परिवर्तन एकतामा मात्र सम्भव छ। यसर्थ हामी सबै एक हौँ, परिवर्तनको बाटोमा हामी सबै एक हौँ। म जे भन्छु हजुर सबैले दोहोऱ्याएर साथ दिनु होला। अब सबै हात उठाऊ र एउटै स्वरमा भनौँ, हामी एक हौँ, परिवर्तन गर्नै पर्छ।